गाह्रो भयो कि होइन छलफल
अभ्यास चाहिँ पुगिसकेको छ। अभ्यास गर्ने बानी बसोस् भनेर आशीर्वाद दिनु होला। धेरै धेरै धन्यवाद श्रीदेव वेङ्कटेश ढकाल छ। यसै गरी लहरामा साथ दिनुभएकोमा रामकुमार अध्यक्ष सरलाई पनि धेरै धेरै धन्यवाद। र यहाँहरू दुवै कलाकारजीहरूलाई भोलि यहाँलाई सम्मान गरिनेछ र भोलिको कार्यक्रममा यहाँको उपस्थिति हुनेछ भन्ने अपेक्षा गरेका छौँ। भोलि यहाँलाई विनम्र आमन्त्रण गर्न चाहन्छु। अबको कार्यक्रम कथक नृत्यको रहेको छ र नृत्य प्रस्तुत गर्दै आउनुहुन्छ श्री नम्रता केसी, यसै गरी श्री सुजाता बरालजी आउँदै हुनुहुन्छ। उहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अब यसै गरी उहाँलाई तबलामा साथ दिन युवा तबलावादक अनन्त प्रजापति सर आउँदै हुनुहुन्छ। सरलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। लहरामा साथ दिन इतिराज अधिकारी छ, श्री देवदास सरलाई पनि स्टेजमा आमन्त्रण गर्दछु। साथसाथै भोकलमा साथ दिन श्रद्धेय डाक्टर रमेश पोखरेल सर पाल्दै हुनुहुन्छ। उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु र सम्पूर्ण कलाकारजीहरूलाई आफ्नो प्रस्तुतिका लागि स्टेजमा आमन्त्रण गर्दछु। यहाँलाई पुनः जानकारी गराउँ कि हाम्रो यो कार्यक्रम अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव जम्मा 2 भागमा विभाजन गरेका छौँ। स्टेजमा कलाकारहरूको तयारी हुँदैछ, त्यो बेलासम्म जानकारी गराउँछु। र बिहानको 10 बजे हाम्रो कार्यपत्र प्रस्तुतिको हुनेछ र हरेक दिन बिहान 10 बजे करिब निरन्तर हामी आजबाट सुरुवात गरेका छौँ। 4 दिनसम्म निरन्तर अझै 4 दिन बाँकी छ। निरन्तर 5 दिनसम्मको यो कार्यक्रम हो र बिहान 10 बजे ललित कला क्याम्पस भुटाहिटीमा कार्यपत्रको प्रस्तुति रहनेछ र त्यसपछि 10 बजेदेखि झन्डै 2 बजेसम्म शास्त्रीय सङ्गीत लगायतका विभिन्न क्षेत्रहरूको बारेमा समेटिएको कला सङ्गीतसँग सम्बन्धित विभिन्न विषय शीर्षकहरूमा अनुसन्धान र खोज मार्फत उहाँले आफ्नो विषयवस्तुमा आधारित रहेर कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र
त्यस पछाडि बेलुकाको समयमा बेलुका 4 बजेदेखि करिब 8-9 बजेसम्मको कार्यक्रम निरन्तर रहनेछ। यो कार्यक्रममा शास्त्रीय गायन, शास्त्रीय नृत्य लगायतका विभिन्न शास्त्रीय सङ्गीतको कार्यक्रमको प्रस्तुति बेलुकाको समयमा बेलुका 4 बजेबाट हुनेछ। यहाँहरू सम्पूर्ण महानुभावहरूमा र यसै गरी यो कार्यक्रमलाई सफल बनाउन र यो कार्यक्रम श्रवण गरी लाभ लिन हुन सम्पूर्णलाई आमन्त्रण गर्दछु। भोलिदेखि पनि यहाँहरूको यो उपस्थिति निरन्तर रहनेछ भन्ने अपेक्षा पनि गरेको छु। र हामीलाई यो कार्यक्रम सञ्चालन गर्न चलाउन करिब 5 दिनसम्म यो कार्यक्रम चलाउन हौसला र हामीसँग सहकार्यमा जोडिनु भएकोमा सम्पूर्ण हाम्रा सहयोगी संस्थाहरू भारतीय राजदूतावास, यसै गरी राष्ट्रिय वाणिज्य ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड, कृषि विकास ब्याङ्क, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, यसै गरी अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान, अपी स्कुल र नेपाल एयरलाइन्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। साथसाथै म यहाँ हामीलाई यो कार्यक्रम सञ्चालन गर्न चलाउन र हामीलाई हौसला प्रदान गर्नुहुने र साथसाथै यो कार्यक्रमको आयोजकको महत्त्वपूर्ण जिम्मेवार लिनुभएका र त्यो जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएका आदरणीय व्यक्तित्व हुनुहुन्छ डाक्टर गोविन्द टन्डन सर, वरिष्ठ संस्कृतविद हुनुहुन्छ गोविन्द टन्डन सरलाई पनि हामीलाई हौसला बढाइदिनु हुन हार्दिक अनुरोध छ, अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर हुन्छ, बस एकछिन आइदिनु पर्यो। सर अलि अस्वस्थ हुनुहुन्थ्यो भन्ने जानकारी पाएको थिएँ, फेरि पनि सर यो कार्यक्रम सफल बनाउन फेरि पनि आइदिनु भएको छ। हामी निकै कृतज्ञ छौँ सरलाई। सर विशेष त सङ्गीतलाई पनि निकै माया गर्नुहुन्छ र सङ्गीतका स्रष्टाहरूलाई सम्मान स्वरूप पनि यहाँ कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण सहयोग गर्नुभएको छ। सरलाई हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु। स्टेजमा कलाकारजीहरू आइसक्नु भएको छ र उहाँलाई सम्मान गरिदिनु हुन वरिष्ठ तबलावादक आदरणीय गुरु अच्युतराम भण्डारी सरलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु र उहाँलाई सहयोग गर्नुहोला अमिता अरियालज्यूले। सबैलाई हजुर सबैलाई फेरि हजुरको बिना पनि त अप्रुभ छ नि त। उहाँलाई मोटिभेट त गर्नुपर्छ, यसै लागि ताली चाहिन्छ कलाकारलाई। अब फेरि करिब उहाँले जम्मा 25 मिनट हामीलाई एकदमै इन्जोय गराउनु हुनेछ, हामीलाई केही कुरा सिक्ने पनि अवसर पाइनेछ।
त्यही भएर उहाँलाई उत्प्रेरणा र सम्मान स्वरूप उहाँलाई एकदम जोरदार तालीले भोक लागिरहेका छ मलाई थाहा छ। हामीले भोक लागेपछि त्यो भोक मेटाउने प्रयास पनि हामी गर्दैछौँ। फेरि बजाइदिउँ हजुर एकदम जोरले पछाडिसम्म सुनिने गरी 5-7 जना कलाकार हुनुहुन्छ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद। भोक मेटाउने उपाय हामीले सोचिसकेका छौँ। थ्याङ्क यू। उपाय चाहिँ ताली मात्रै भनेको होइन, साँच्चीकै उपाय खोजिसकेका छौँ हामीले। एकछिन यो कार्यक्रमपछि म घोषणा गर्नेछु। नमस्कार सम्पूर्णमा हामी दुवैजना नम्रता केसी सुजाता बराल तर्फबाट एकदमै धेरै न्यानो अभिवादन। अन्तर्राष्ट्रिय सङ्गीत महोत्सव ललित कला क्याम्पस र राम मन्दिरको संयुक्त आयोजनामा रहेको यस प्रोग्राममा आफ्नो प्रस्तुति दिन पाउँदा हामी अत्यन्त खुसी छौँ अनि यहाँहरूलाई अडियन्सको रूपमा पाउँदा झनै धेरै खुसी छौँ। आज हामी सरस्वती वन्दना र 3 तालमा आफ्नो प्रस्तुति दिनेछौँ। हामीबाट केही गल्ती होला, अहिलेदेखि नै माफी मागेर यो प्रस्तुति सुरु गर्ने अनुमति चाहे मैले। थ्याङ्क यू।
Ni sa sa ga ga pa pa ga pa pa ni 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 da ni sa sa. Ni sa sa ga pa pa ga pa pa ni 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 da ni sa sa. Sa 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 ni 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 pa 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 ga pa ga ni sa. Sa ga pa pa ni ni sa. Sa ga pa pa ni ni sa. Ga pa ni ni sa. Ga pa ni ni sa. Ga pa ni sa. Ga pa ni ni sa. Ga pa ni ni sa. Ga pa ni sa. Ga pa ni ni sa. Ah